अब आज यो आयव्ययको विवरण झनै अन्तिम नै हो। यो मानेमा कि अहिले 4 बजीसम्मको मात्र हिसाब हो। यो 4 बजे पछाडिको हामी काउन्ट गर्दैछौँ, भ्याइरहेको छैन। र आजको आम्दानी भन्नुपर्दाखेरि क्युआरबाट 55,670 रुपियाँ उठेको छ भनेदेखि रसिद काटेर 4,38,556 रुपियाँ र भगवान भेटीबाट 2,63,512 रुपियाँ गरी जम्मा 7,57,738 रुपियाँ आज उठेको छ। यो 4 बजीसम्मको मात्र हिसाब हो। र त्यसै गरी अब म आजसम्मको टोटल हिसाब चाहिँ म भन्न गइरहेको छु। आम्दानी क्युआरबाट 3,95,234 रुपियाँ, रसिद काटेको 54,49,965 रुपियाँ र भगवान भेटीबाट 40,24,273 रुपियाँ गरी जम्मा हामीले 1 करोडको लक्ष्य लिएका थियौँ भनेदेखि झन्डै हामी हाराहारीमै पुगेका छौँ र गर्न पनि बाँकी छ। 98,69,472 रुपियाँ आजसम्मको आम्दानी भएको छ भनेदेखि त्यस्तै खर्च पनि सुन्नु होला। सबैजनाले अस्ति मैले सामाजिक सञ्जालमा राख्दाखेरि आम्दानी मात्र राखेको थिएँ। यो खर्च भनेको दिनका दिन खर्च भइरहन्छ, त्यो नभएकोले हामीले हिसाब गर्न गाह्रो भएकोले नगरेका थियौँ। र धेरैको कमेन्टमा चाहिँ खर्च कति भयो भन्ने आयो र खर्च पनि अब म तपाईँहरूले सामु प्रस्तुत गर्दैछु। पूजा सामानलाई 4,30,413 रुपियाँ खर्च भएको छ। यो भनेको पञ्चस्नानको पूजा सामानहरूको लागि हो। भान्सा खर्च 3,90,038 रुपियाँ, गङ्गा आरती 1,83,670 रुपियाँ, साउन्ड सिस्टम 82,474 रुपियाँ, गुरु दक्षिणा मन्दिरको 50,000, मन्दिर भनेको यसरी 2 जना पुजारीहरू थपेका छौँ, उहाँहरूलाई यो पारिश्रमिक दिनुपर्ने छ। पत्रकार खर्च 26,680 रुपियाँ, एसएमएस खर्च 9,690 रुपियाँ, पण्डाल 1,25,430 रुपियाँ, यो सजावटहरू गरेको सबै, कलाकार 1,50,000, प्रत्यक्ष प्रसारण 15,000, छपाई तथा खर्च विभिन्नको गरेर 45,300 रुपियाँ, गुरु दक्षिणा अघि गुरु एकजनालाई गरेको 2,100 रुपियाँ र विविध खर्च गरी जम्मा 16,36,805 रुपियाँ खर्च भएको म घोषणा गर्छु। हस् त, धन्यवाद।